नमस्ते साथीहरू, आज चाहिँ इजी सप्लायर्सद्वारा आयोजित पिकनिक कार्यक्रम हुन गइरहेको छ। हजुरहरूलाई यस पिकनिकको केही रमाइलो दृश्यहरू यस भिडियो मार्फत राखेको छु। कृपया हेरेर साथ दिनुहोला। दुई नम्बरको कला टुक्ने चाहिँ उयो है, दुई नम्बरको कला टुक्ने चाहिँ उयो हुन्छ त्यो कला अनि यहाँ हुन्छ भटाभट निकाल न त्यसले बोल्यो भने कस्तो कस्तो एक लटमै भए नि ट्र्याक्टर फेरि भित्र फेरि भिडियो बनाउनु पर्छ। ए युट्युबमा हेर्ने हो नि त, अब सिधै त्यहीँ आउने हो। सब्सक्राइब गरेर हेर्न कति त्यत्रो पोहोर त त्यही भएको नि। एक बेर तारेर अलिक पाके छैन भन्दा भन्दा आएर खाँदा खाँदा मसला खोइ केमा हाल्ने यो गरम मसला आइफोन त अब कसको खोज्ने भयो, जे छ त्यसबाट चलाउने हो। आइफोन कम छैन मेरोमा, आधी लाख मल आधी लाख हो। ए सिङ्गेले रहेछ के ओ हजुर काटा बाई छ त यहाँ के यहाँ सिन परे दन त्यो यो ट्याक्क हाम्रो कुकहरूले चाहिँ चट्ट अचारको लागि रेडी बनाउँदैछ। जीवन सर हाम्रो भाइ कुक काम गरेर पुरै परिपक्व कुख्यात भइसके मान्छे हो जीवन सर चाहिँ। इन्डियामा पनि 50,000 आइसक्यो खाएको मान्छे भन्दिन न। हाम्रो पुरै होममेड पिकनिक हो यो। ट्याक्क सिलौटामा पिनिँदैछ मसलाहरू। हजुर जान्दा रोस्ट तयार हुँदैछ ट्याक्क यता चाहिँ। त्यो सिलौटा निकालेर पिन्नु पर्यो अदुवा लसुन फेरि। कलेज चाहिँ हाल्दै हुन्छ सबै हाल्दै तेल धेरै हाल्नु पर्दैन, बोसो रहेछ टन्नु। अनि त्यो चाहिँ पछि तेल चाहिँ हुँदैन क्या पछि यस्तो जाम चलाउनु मिल्दैन। गाडो भएन कि अर्को काठको दाबी छैन। मसला चाहिँ गजबसँग है, एकदम मसिनो बनाएर च्याट्ट। एकैचोटि भयो त धेरै।
अगाडि क्यामेरा गर्नु त्यसबाटै अगाडि प्ले गर्नु पर्छ कहाँ कहाँ बोल्छ ल आछ्यो युट्युब च्यानल भाइले गर्नु पर्दैन ल ल ल त्यो पोलिसी मसला खतरा पिने है त ल भले सर चट्ट है ल हाम्रो आज पार्टीले बवाल भइरहेको छ यो हो नि त तरिका ल फोन गरेर दामी भएको ठिक छ। एकदम राम्रो छ आजको ल होइन ए एकदम गजब एकदम गजबको भइरहेछ अहिलेसम्म एकदम रमाइलो भिआइपी भइरहेछ एकदम राम्रो हो यो चाहिँ यो अहिलेसम्म कसैले खाएकै छैन अब त्यो ट्याक्क तान्नुपर्छ त्यो भित्रको मासु स्वाट धेरै छ यो यस्तो पिसहरू मासु पनि राम्रो छ सर र जस्तै धार्नु गुङ्गुको जस्तै हो छाला मासु बस्यो खतरा छ ल एकदम राम्रो 3 पिसवाला छ होइन ल ल एकदम राम्रोसँग चलाउनु है चलाकै भएन कि अलि हो अलि मजा दुई हातले गर्नु। मासु हल्लाउनु न खै मासु हल्लिँदैन एकदम एकदम क्लियर आएको छ युट्युबमा हाल्ने हो नि त युट्युबमा हाल्ने भयो सबै चिज हाल्नु हातले हाल्नु न त्यसमा हाल्नु उडायो क्या सबै त्यसरी हाल्दा मुनि लगाएर हाल्नु धेरै होला फेरि बेला भइसक्यो भने पाकिसक्यो अब राजा हामी बेसारै गर्न खायो है यस्तो राम्रो भयो नि त यस्तो मासु कहिले आउँछ कस्तो पर्छ निहारको भोजा मात्र कति चलाएर झङ्राङ्ग झलाएर खान्छ अनि त्यहाँबाट मसला नि हाल्नु पऱ्यो नि अब मसला हाल्ने टमाटर हालेर पकाउने टमाटर हालेर पकाउने हो नि खन्डेवाला नि यति यही हो यही दर उत्ति नै हो खन्डेवाला नि दर उत्तिकै हो सब चेक गरेर ल्या हाम्रो रोस्ट टोलीको हाल खबर के हुँदैछ कला देखाउँ है कला देखाउने बेला यही हो ल कला देखाउँ रेड बुल आउँछ ल ल सब आउँछ कुक टोलीलाई विशेष छ पैसा माग्नु है डल्लो गिलास कति गिलासहरू ल ट्याक्क खानालाई सुरु अब सबैजना कति उता उतापट्टि को छ फेरि केटाहरू ल फरौँ बियर फरौँ उडाउनु हो क्या दिपक दाइ कहाँ जानुभयो ल ल ल चेस्ट ठोकौँ हालेकै छैन केटाहरूले यहीँ बोतल उठाउने हो नि यसरी ल ट्याक्क ल ल ल ल ल पङ्खा त नमारौँ न गर्मी भइरहेको छ किन मार्नु पऱ्यो ग्यास चाहिँ मारेर आउनु कि अब एकैचोटि आनन्दले यहाँ बसेर खाने हो अनि फेरि पकाउनु थाल्ने हो कि
अर्को लिएन ड्राइभरले झै गरेर चाहिँ मान्छे चुट्दैछन् होइन पोहोर बेलुका अनि पोहोर पनि हामी आइपुगेर चाहिँ अब तोगाएर हालेको पुरै मैले कति बेला त्यो हो मैले कति बेला आउँदै बाटी 18 गते ठिक छ कस्तो हेरिदिइराखेको वहीँ दुईजनाले मात्र हो ट्याक्क म खान्न यस्तो वाइन त म खाँदै खान्न ओके यो मेन मजा आउने यसमा हो नि त यसरी चाहिँ होइन अब चाहिँ हान्न थालेछु ल खै तपाईँले त लिनु नै भएन त अनि अब कहाँ जुस लिएर हुन्छ त अब नाप्नु पर्छ अहिले है साउन्ड भोल्युम कम भयो के म्युजिकको भोल्युम किन कम भयो Sorry, na ke Log लाग्यो
है